नमस्ते, म केही दिनदेखि जेएफटी बेसिक अथवा जेएलपिटीलाई हेल्प हुने मक टेस्टको भिडियोहरू जिम्बानमा हल्का हालिरहेको थिएँ सिक्वेन्स वाइज। अनि मैले त्यो लिसनिङमा चाहिँ हल्का डाउट भएको जस्तो फिल गरेँ कि यसले इक्जाम दिनेहरू टन्नै हुनुहुन्छ होला। अनि त्यसको लागि हल्का हेल्प हुने आफूले प्रयोग गरेको टिप्सहरू केही दिउँ जस्तो लाग्यो। मेरो चाहिँ नर्मल्ली यो जेएलपिटीहरूमा लिसनिङमा चाहिँ राम्रो आउँथ्यो अरूमा भन्दा। अनि त्यही हल्का केही त्यस्तो धेरै त्यो भित्र त्यो के भन्छन् सुपर पावर त केही पनि होइन है, त्यस्तो भास्ट अब त्यो रकेट साइन्स पनि केही पनि छैन, सामान्य कुराहरू हो। सामान्य कुराहरूमा पनि यस्तो सानो सानो कुराहरूले कस्तो धेरै फरक पार्छ भन्दा जस्तै म आज त्यही आफ्नै भिडियो अपलोड गरेको भिडियोलाई एउटा इक्जाम्पल लिएर कुरा गर्नेछु। अनि कस्तो छ भन्दा जस्तै हाम्रो क्वेसन स्टार्ट हुन लाग्यो भने पहिला स्टार्टिङमा हामीले के गर्ने भन्दा त्यो टिङ्ग घन्टी बज्छ, हामीसँग केही सेकेन्ड टाइम हुन्छ कि लाइक सपोज यस्तो भयो होइन, टिङ्ग घन्टी बज्छ हामी यो पढिसक्नु हल्का यसको क्लियरली पढ्न नसक्ने यसले के भन्न खोजेको छ भनेर हेरिसक्ने भ्याउँछ कि हामीले। कुनै त इमा दोकान इमास्का भनेर सोध्यो, मतलब यसको मिनिङ त तपाईँले सबैले बुझ्नुहुन्छ, यहाँसम्म पढिदिनुहुन्छ। यो मान्छे अहिले चाहिँ कहाँ छ भनेर क्वेसन गरेको छ होइन नर्मल्ली। यसको बत्ती बन्द गरिदिउँ होला सायद, ब्राइटनेस अलिक घटायो भने ठिक हुन्छ होला। ठिक छ होइन। अनि पहिला हामीले यो लिसनिङ सुनौँ होइन। यो चाहिँ ट्रेन भयो, ट्रेनको माथिपट्टि ढोकाको माथिपट्टि चाहिँ यस्तो खालको बार हुन्छ है। अनि यो यताबाट गइरह कि यताबाट यता गइरह, हामीले पत्ता लगाउनु पर्ने ट्रेनको कन्डिसनमा त्यही नै हो। यताबाट यता गइरहेछ कि लेफ्टबाट राइट गइरह, राइटबाट लेफ्ट गइरह, त्यो नै हो। ल सुनौँ है, तपाईँले लिसनिङ सुनौँ। 次は南浦田です。武蔵山線はお乗り換えです。お出口は右側です。すみません。次は浦田ですか？いえ、次は南浦田です。浦田は南浦田の次です。ありがとうございます。यसले के भन्नु भन्दा ट्रेन चुकी वा मिनामी उराता देश भनेर अनाउन्स गर्यो। नेक्स्ट स्टेसन चाहिँ मिनामी उराता हो भनेर। मिनामी उराता चाहिँ यताबाट यता भन्दा मिनामी उराता हुन पायो, यताबाट यता जाँदा मिनामी उराता हुन पायो। त्यो चाहिँ मिनामी उराता चाहिँ आइदामा भयो है। अनि त्यो केटीले चाहिँ तनारीमा भएको आफ्नो साथीले तनारीले सोध्यो चुकिवा मिनामी उराता देशका भन्यो। के अरे चुकिवा उराता देशका भनेर सोध्यो होइन। होइन भने होइन, चुकिवा मिनामी उराता देश, उराता वा मिनामी उराता न चुकी देश। मतलब पहिला मिनामी उराता जान्छ त्यसपछि उराता जान्छ भनेपछि ट्रेन त यताबाट यता गइरहेछ भनेपछि अहिले कहाँ छ त? मिनामी उराताको एक स्टेसन पछाडि, मतलब यता छ सानबानमा। निशिसागागुची होइन, निशिसागागुची भन्ने के अरे सावागुची हो, निशिसावागुची भन्नेतिर रहेछ। अहिले यहाँ छ नेक्स्ट स्टेसन यताबाट यता गइरहेछ। मतलब यसको एन्सर के भयो भन्दा सी, किनभने ट्रेन यताबाट यता गइरहेको थियो। अहिले कहाँ छ इमा दोकान इमासको अरू हामीलाई खान के भएन नेक्स्ट स्टेसन कुन, अहिले चाहिँ कहाँ छ मतलब अहिले यहाँ छ, त्यही भएर नेक्स्ट स्टेसन यहाँ जान्छ, त्यसको पनि नेक्स्ट स्टेसन यहाँ जान्छ है। अब नेक्स्ट उसमा जानु है त, नेक्स्ट लिस्टिङमा।歩きながらこの後どうしますか？यो यस्तो खालको नम्बर हुन्छ होइन। यो नम्बर आयो भने चाहिँ हामीलाई केही पनि सोच्नु पर्दैन, यसको जुम्बान मिलाउने हो भन्ने हुन्छ। जुम्बान मिलाउँदा तपाईँले पहिला अगाडिको चित्र कहाँ के चाहिँ हो भनेर चाहिँ चित्र निहालिसक्नुपर्छ पहिला। जस्तै एटिएम चिनेको कुरा हो, पैसा निकाल्ने ठाउँ। यो भनेको गेम सेन्टर हो, गेम यस्तोमा कुर्सी भयो, कुर्सी भएपछि गेम टेबल, अनि यो गेम खेल्ने ठाउँ भनेर बुझ्नु पर्यो। यसमा चाहिँ हेर्नु यो भाँडाहरूको चित्र छ, मतलब यो खाना खाने ठाउँ हो। यो चाहिँ लेडिज र जेन्ट्सको चाहिन्छ, यो तैरी हो। यो लेडिज भयो, यो जेन्ट्स भयो, निलो र पिङ्क र निलो भयो, यो यसै चिन्यो है। यो भनेको यहाँनिर चाहिँ कपको साइन चाहिँ यो किस्सा दिन हुनुपर्छ होइन। यो चाहिँ सिनेमा फिल्म हलको स्टुडेन्ट भयो। यो चाहिँ यहाँ जुत्ताहरू छ, बलहरू छ, यो अरू केही पनि यो स्पोर्ट्स जुत्ताहरू छ, मतलब यो सपिङ सेन्टर टाइपको
त्यो है। अब यसले के भन्छ भन्दा お腹が空きましたね。何か食べませんか？じゃあフードコートに行きましょう。あ、食事の前にお金を下ろしたいんですが。あそこに ATM がありますよ。यसले के भन्यो भन्दा केटीले भन्यो मलाई भोक लाग्यो भन्यो, केटाले भन्यो सकुजिनो माया नि पैसा ओरसी भनेको पैसा निकाल्ने, त्यो ओखाने ओरसी भनेको चाहिँ एटिएमबाट पैसा निकाल्छ ओरसु भन्छ हैन। पैसा निकाल्न छ भन्यो हैन, मतलब पहिला कहाँ जाने भयो, एटिएममा पैसा निकाल्न जाने भयो, अनि बल्ल यहाँ जाने भयो। मतलब एक पछि तीन त आउने हाम्रो जुमाना हुन्थ्यो फिक्स नै भइसक्यो। तर लिस्निङ चाहिँ लास्टसम्म सुन्नुपर्छ। लास्टमा चाहिँ पहिला चाहिँ यसो गरौँ न भनेर भनिदिन्छ कि, दुईटा मात्र सुनेर चाहिँ जज गर्न मिल्दैन है। लिस्निङ चाहिँ लास्टसम्म सुन्नुपर्छ। 1 र 3 भनिसक्यो, हाम्रो पोसिबिलिटी कहाँ भन्दा 1 र 3 यहाँ छ। पहिला 1 मा गयो 3 मा गयो, यो हुने पोसिबिलिटी बनिसक्यो हैन। अब त्यही पनि अब सुन्दै जाम है। नेक्स्ट フードコートで के भन्यो फुदो कौतोदे भन्यो हैन। यो फुदो कौतोमा बसिरहन्, यहाँ बसेर खाना खाँदै कुरा गरे है यिनीहरूले। खाना खाएर भएपछि この後ジョギングシューズを買いたいんですが。じゃあスポーツ店に行きましょう。買い物の後でゲームコーナーに行きませんか？ अब के भन्नु खाना खाइरहन्, यो 1 र 3 को इन दुईटा काम भइसकेन। अब यसपछि चाहिँ कहाँ जाने भन्छन्, साथमा जाने भन्छन् हैन शपिङ गर्न। अनि साथमा त्यसपछि चाहिँ गेम सेन्टरमा जाने भनेर केटाले भन्यो हैन। यसपछि चाहिँ के भन्छ, じゃあ行きましょうか。 त्यसको पेट ट्याक्क खराब भयो। その前にちょっとトイレ。 सोनोमाया मतलब यहाँ त गइसक्यो, यो र 1 र 3 त युज भइसक्यो भयो। अब नेक्स्ट जाने स्टेप कहाँ थियो यिनीहरूको, 7 र 2 थियो हैन। त्यसको पनि अगाडि चाहिँ तोइरे जानु, तोइरे कहाँ 4 नम्बरमा। पहिला 1 आयो, त्यसपछि 3 आयो, त्यसपछि 4 आयो, 1 आयो 3 आयो 4 आयो। यो चाहिँ निर्धक्क भएर त बाँकी त त्यसपछि 7 नम्बरमा जाने, त्यसपछि 2 नम्बरमा जाने। यो त निर्धक्क भएर भयो। अरू त त्यहाँ मिल्दै त कुनै पनि छैन। जस्तो 3 र 5 भन्यो नि, पहिला खाना खान गयो, अनि त्यसपछि 5 नम्बरमा, अनि त्यसपछि किस्सा 3 मा जाने कुरै भएन। अनि 5 र 1 मा गयो भने पहिले यहाँ यो नम्बर त 5 नम्बरको त हामीले यहाँ केही गुजारिस गरे हैन। 3 नम्बरसँग मात्रै छ, 5 र 6 नम्बरलाई त छोकै छैन है। अनि यसरी पनि केही कमन सेन्सहरू लाउन मिल्छ। यस्तै यस्तै क्वेसन आउँछ, खासै गाह्रो आउँदैन। यिनीहरूको एन्सर ल पछाडि गएर एन्सर हेऱ्यो भने पनि 51 को सी 52 को सी भनेर छ। त्यही नै हो, त एन्सरै हेर्न पर्ने कुराहरू छैन, नर्मल कुराहरू हो। नेक्स्ट क्वेसन छ है, यसलाई पनि थोरै हेरौँ। ट्याङ्ग बज्दाखेरि पहिला क्वेसन देखाउँछ अनि ट्याङ्ग बज्छ, मतलब त्यो टाइममा दोनोगुरै समय, मतलब दोनोगुरै भनेको समयसँग मतलब भयो। खाइसमा दे दोयाते किमास्का भनेर कसै यो कम्पिटिसनमा चाहिँ कसरी आउने गरेको छ भनेर साधन दिएको छ। ट्रेन र बाइकमा, स्कुटीबाट जाने गेन्चुकी स्कुटी चाहिँ गेन्चुकी भन्छ है। स्कुटीबाट जाने कुर्मा र यो उसबाट जाने हो कि साइकलबाट जाने हो कि बस र अरू के गरेर जाने हो, त्यो कुराहरू चाहिँ यहाँ लेखेको छ। समय चाहिँ 20 मिनट र 5 मिनट, 12 मिनट र 5 मिनट, किनभने दुईटा साधन देखिसकेपछि एउटामा एउटा लाग्ने समय भयो, अर्कोमा अर्को लाग्ने समय भयो भनेर दिमागले ठ्याक्क त्यो तपाईँको अटोमेटिक स्मार्ट हुनुहुन्छ त्यति बुझिहाल्नु। ल यसलाई कन्टिन्यू गरौँ है। 小西さんは家から会社まで何で来ますか？私は自転車で来ます。でも雨の日は車です。どのぐらいかかりますか？自転車で20分、車で5分です。そうですか。 केही छैन यो, यति हो। यसको 20 मिनट र 5 मिनट लाग्छ, साइकल लिएर कहाँ जान्छ। यो त अलि सजिलो नै रहेछ। यति कोही अलि सजिलो, यति यहाँभन्दा सजिलो नि आउँछ, त कोही कोहीले हार्ड पनि आउँछ। ल यति सजिलो आउँछ भनेर त्यो धेरै इजी माइन्ड मेकअप पनि नगराउनु होला। त्यही आउने यस्तो नै हो। यो भिडियो लास्टमा हेरिदिनु भएको धन्यवाद है। अनि मैले केही स्टडी मेटेरियलहरू मतलब प्र्याक्टिस मेटेरियलहरू मैले कमेन्टमा राखिदिन्छु, के तल डिस्क्रिप्सनमा राखिदिन्छु, त्यताबाट डाउनलोड गरेर यसो तपाईँले पनि प्र्याक्टिस गर्नु होला। एन्सर भएको छ कि छैन मैले पनि हेरेको छैन। मलाई पनि एकजना साथीले फरवर्ड गरेको थियो, मैले त्यो चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिनेछु, त्यो सर हेर्नु होला, सजिलो हुन्छ। मसँग क्वेसनहरू चाहिँ टन्नै छ, फुड सर्भिसदेखि लिएर नर्सिङ केयरको पनि। जस्ट भिडियोहरू लाइक सब्सक्राइब गर्दै गर्नु होला।
सब्सक्राइबर अलि बढ्यो भने चाहिँ अलि मजा पनि आउँछ है। हस् धन्यवाद।